गेट पनि खोलो अब यस्तो छ त मौसम चल्ने हो कोही छैन नि अँध्यारो न अँध्यारो अँध्यारो लाइट साइट बालेको छैन अफिस यो चाहिँ अब हाम्रो सधैँ हुँदा फिङ्गर प्रिन्टमा र यो मार्नै पर्छ मारेन भने फेरि एब्सेन्ट लाग्छ अनि यो चाहिँ भयो पिडिआर आज ओडिसी पार्टी छ ओडिसी कोही पुरा प्रिपरेसन गरेर आएको छैन अब यता चाहिँ किचन हो यो अनि लाइट चाहिँ पहिला पालिदियो लाइट भयो र यतापट्टि चाहिँ अब गेट बन्द गरेको छ यो बेग चाहिँ यहाँ राखिदिनु पर्यो बेग चाहिँ यता राखिदिनु पर्यो र किचन पुरा अँध्यारो छ अहिले यो भयो किचन पुरा अँध्यारो छ अनि म किचनको लाइट चाहिँ बालेर राखिदिन्छु है यो भयो किचनको वेदर यस्तो छ लाइटहरू जल्यो र यतापट्टि फेरि दर्जा लक गरेको हुन्छ अब दर्जा खोल्नुको लागि उतापट्टि जानु पर्यो अनि उतापट्टि चाहिँ म जाँदैछु अनि यता चाहिँ पिडिआर आज पुरा किचन रेस्टुरेन्ट सबै टुर भयो जस्तो हुन्छ अनि यता चाहिँ माथि रुम जाने सिडी अनि यो चाहिँ अब रेस्टुरेन्ट जुन अहिले कोही छैन खाली अनि यो लाइट चाहिँ एकदम राम्रो लाग्छ कि यहाँ यसको सान ल्याउँछ कि यसले पुरा गजबको लाइट छ कि यो चाहिँ हेर्न सक्नुहुन्छ र यता अँध्यारो छ अनि यता लक अनि पहिला चाहिँ लाइट जलाइदिउँ लाइट जल्यो र आज प्याजको ग्रेभी बन्छ त्यसको लागि यहाँ 70 किलो प्याज रेडी गरेर धुलाइ गरेर पुरा फिटिङ छ ल यो त गोटै रहेछ हाल्दैछ कलियो पनि काटेर हाल्नुपर्ने खडा मसलाहरू हाल्नु पर्थ्यो हालेको रहन्छ किनभने कि हिजो म छिटै गएँ नि त त्यसको लागि चाबी कहाँ रहेछ चाबी कहाँ रहेछ अनि ताला खोलो लाग्यो ताला चाहिँ हो खोलिदिनु पर्यो राखिदिनु पर्यो यहाँ चाबी चाहिँ यहाँ राखिदिएँ अनि यस्तो छ र ग्यास पो खोलेको छ कि छैन ग्यास खोलेको छ कि छैन हेर्नु पर्यो अनि लाइटर चाहिँ लिइहाल्नु पर्यो कि गुड मर्निङ मेरो किचनलाई अनि यो ग्यास चाहिँ जलाइदिइहाल्नु पर्यो यसमा खाडा मसलाहरू पनि हाल्नुपर्छ ग्यास पो हुन्छ कि छैन हेर्नु पर्यो यो चाहिँ भयो हाम्रो खाना खाने जग्गा हो अनि ग्यास हुन्छ कि छैन अनै रहेछ त्यस्तो अन अफ के गएको रहेनछ यो पानी खोलिदिनु पानी आफै उठ्छ कि त्यो खोलिदियो भने चाहिँ पानी आफै अटोमेटिकली माथि उठ्छ त्यसले गर्दाखेरि त्यो खोल्दा राखिदिएको पानीको जरुरत हुन्छ अहिले मलाई अनि म चाहिँ ग्यास अन गर्न लागेको अब ग्यास पनि अन भयो अब यसलाई पानी हाल्नुपर्छ एकछिन पनि राम्रो सफा नगरिकन गएछ हेर न लु आजको ब्लग कहीँ यहाँ त के राख्नेछु आउनेछु नेक्स्ट भिडियोमा अब कामहरू पनि धेरै हुन्छ होइन अहिले बजेको छ हेर्ने पुरा जुम गरेर जुमी पुरा भर्खर 6-5 भयो आजको भिडियो यतिकैमै राख्दैछु टाटा बाई बाई